हेलो गाइज वेलकम टु राशिरस न्यू ब्लग। आजको ब्लग यता घर साइडबाट हुँदैछ होइन। आज हामी फुर्सद खेल्नलाई उहाँ चाहिँ एकजना केटा बोलाउनु जाँदैछ। लगभग 4 जना जति चाहिँ यहाँबाट जाने खेल्नलाई। यसको रहेछ यही हो यो भयो। आज यहाँले जम भने यसले अस्तिदेखिबाट तर आज चल्दिन लागेको। सो गाइस अहिले हामी टिकलतिर भेटौँला है गाइस। हामी चाहिँ अब होइन फुटसल हान्नु जानु लाग्यो। केटा हो फुटसल हान्नुको लागि मत्तिँदैछौँ नान खानको। नेपाल बन्द हुने यस्तो छ। अब हामी घच्याको लाएर जान्छ गाइस। अब हामी रोडमा मेन रोडमा हाइवे है मेन हाइवेमा आइपुगिसक्यो। सबैजना मेन हाइवेमा पछाडि को आउँदैछ हामीलाई मतलब छैन पछाडिको, तर हामी अगाडि हिँड्नुपर्छ गाइस। अगाडि है सबैजना। ओ यार पहिला हान्दै अगाडि अगाडि कुद्दै हामी चाहिँ पछाडि हाम्रो गाउँ होइन हामी भान्साबाट यता हात्तीको जङ्गल आइपुग्नु लागिसक्यो। घाम लागेको छ तर राम्रो छ। आज यहाँ हाम्रो राज छैन अब हाल्नु पर्दै। जङ्गलको पेट्रोल पम्पमा सबैजना पेट्रोल पम्प आइसक्यो। हाम्रो ब्लगर चाहिँ छैन। अहिले हामी पेट्रोल पम्पमा छु। यहाँ केटाले तेल हाल्दैछ होइन गाइस। अहिले हामी जङ्गलतिर के भेटेमा भिडियो बनाउँ है गाइस। ल गाइस के ग्राउन्डमा भेटौँला के बाटोतिर भेटौँ गाइस। एकछिनमा गरम लाग्यो। हाम्रो केटाहरू चाहिँ यहाँ जित्छ भनेर केटाहरूले के गर्छ आज यिनीहरूले। अब हामी चाहिँ ठ्याक्कै नारा घाटा के भन्छ वन ऱ्याङ्क छैन। अहिले हामी यहाँ हामीले यसको पासपोर्ट बनाउनको लागि आएको है। एकछिन यसको पासपोर्ट बनाउनु चाहिँ होइन यो पनि बाहिर गएर प्रोसेस गर्ने क्या। मैले चाहिँ अस्ति भर्खर बनाएको म पनि प्रोसेस गर्दैछु अहिले। टाइम छ अहिले हामीलाई टाइम लाग्छ कति 5-10 मिनट। यसको फर्म भएर चाहिँ अहिले हामी है भेटौँला खेल्नु। खोइ त एउटा नि गोल हुनु जाँदैछ सुट चार्ज जाँदैछ।
छैन अहिले हाम्रो गेम सकेको छैन त्यसैले सर्ट हान्दैछु आजको भ्लग यति नै मन पर्ने लाइक एन्ड सब्सक्राइब सेयर गरिदिनु बाई बाई